सो हेलो नमस्ते। यो चाहिँ हाम्रो चौथो दिन रहेको छ। यो चाहिँ हिले बजार हाम्रो होटलभन्दा माथि हामी आएर अनि यो बनाएको कस्तो राम्रो भ्यू छ क्या हिले बजारको चाहिँ। त्यहाँको मौसम पनि यस्तो चिसो आनन्द होइन। अनि सो बिहान बिहान उठेर म र मेरो साथी यहाँनिर चाहिँ घुम्न आयौँ। म दौडिरहेको छु यहाँबाट माथि पुगेर। अनि त्यसपछि हामी टिकटक सिकटक बनायौँ। अनि त्यसपछि मसँग एकजना साथी हुनुहुन्थ्यो विज्ञासा। अनि म र उस साथी गयौँ घुम्यौँ। त्यहाँनिर एकजना इन्डियन केटा थियो विज्ञासालाई जिस्काइरहेको थियो, एउटा फोटो खिचिहाल्नु न भनेर। हमारे साथ एक फोटो खिचा लीजिए। अनि बिचारी हाम्रो साथीले बात म म्यारिड हो भनेर भनिसकेपछि ल ठिकै छ केही छैन भनेर त्यो नबोलिकन हिँड्यो। त्यसपछि हामी यहाँ फोटोसोटो खिचाएर भिडियो सिडियो बनाएर अनि त्यसपछि हाम्रो फेरि आज जानुपर्ने कामले नगरपालिका धनकुटा नगरपालिका वडा नम्बर 8मा चाहिँ अर्को टोलमा चाहिँ जानुपर्ने। अनि त्यसको लागि हामी धनकुटा पुग्यौँ। धनकुटा पुगिसकेपछि हाम्रो वडा अध्यक्षजीले टाइम दिनुभएको थियो। अनि उहाँलाई कुर्यौँ। एकछिन कुरिसकेपछि हामी त्यहाँ होटलमा बोलाउनु भएको थियो। अनि त्यहाँनिर पुगिसकेपछि त्यहाँनिर फोटोसोटो रहेछ यहाँ धनकुटामा कुन कुन टुरिज्म सेक्टरहरू छ भनेर त्यहाँको यसो एकछिन फोटोसोटो खिच्यौँ। अनि सर आउनुभयो। अनि आइसकेपछि हामी उहाँसँग हाम्रो कामको कुराहरू गफ गऱ्यौँ। ढिला भइसकेको थियो। सो हामी अटो लियौँ, रिजर्भ गऱ्यो 2टा। धमाधम रिजर्भ गरेर एउटा गाडी चाहिँ अगाडि पुगिसकेको थियो, अगाडि थियो। अनि हामी चाहिँ सेकेन्डमा थियौँ। अनि त्यसपछि गइरहेको थियौँ। बाटो एकदमै ओह्रालो। अनि त्यसपछि यस्तो डेन्जर बाटो थियो, डर लागिरहेको थियो। साथीलाई डर लाग्यो भनेर भन्दै थियो। भए पनि अब जानु त पर्ने थियो। अनि गफ गर्दै यहाँ डराउँदै अनि त्यो दाइले चाहिँ नडराउ भन्दै हामीलाई भनिराख्नु भएको थियो। अनि त्यसपछि यहाँ हामी गफ गर्दै हाम्रो अर्को अटो अगाडि छ। हेर्नु बाटो चाहिँ यस्तो डेन्जर। अनि त्यसपछि त्यहाँनिर हामी जाँदैछौँ। बाटो एकदमै डेन्जरै भए पनि हामी चाहिँ जान लागेको भने 8 पडिया समुदाय नै हो, वडा नम्बर 8। अनि त्यसको अर्को टोल थियो हामी हिजो पनि गएको थियौँ, तर त्यो चाहिँ अर्कोमा। अनि यो चाहिँ अर्को बस्ती भयो। तर यो बस्ती चाहिँ राम्रो त राम्रो होइन, तर एकदमै गाउँमा एकदमै धनकुटा विकसित भन्ने छ होइन। तर यो गाउँहरू चाहिँ एकदमै दुर्गम क्षेत्रतिर पर्ने। अनि हाम्रो मैले चुज गरेको टपिक यही थियो 8 पहरिया। अनि सो हामी चाहिँ त्यसमा गयौँ। त्यहाँनिर जाने बेलामा चाहिँ एकदमै गाह्रो भयो होइन। अनि यहाँको मान्छेहरू पनि अब विद्यार्थीहरू पनि पढ्न जानको लागि बिहानै 3-4 घन्टा हिँडेर धनकुटा जानुपर्ने। त्यस्तोहरू कहानीहरू यहाँ एकदमै धेरै थियो होइन। जुन चाहिँ हामी यहाँ समुदायमा गएर कुराकानीहरू गऱ्यौँ, आमाहरूसँग बसेर छलफल गऱ्यौँ। कुराकानीहरू गरिसकेपछि के कस्तो समस्या रहेछ भनेर त्यो बुझ्यौँ। हाम्रो कामको कुराहरू त्यहाँनिर बुझ्यौँ। अनि त्यहाँ आँप जहाँ गए पनि आँप हरियाली नै हरियाली। अनि त्यसपछि यसो एकछिन त फोटो खिच्नै पऱ्यो यार, लोभै लाग्दो थियो। अनि त्यसपछि यहाँ फोटोसोटो खिच्यो, भिडियो सिडियो खिच्यौँ। अनि त्यसपछि थकाइ लाग्यो, गर्मी भइसकेको थियो क्या। म मोटो लाएर गर्मी भइरहेको थियो। अनि एकछिन हावा खाऊँ न भनेर शान्तले बसिरहेको थिएँ। अनि त्यसपछि हाम्रो यहाँको चाहिँ कार्यक्रमहरू सकिन्छ होइन। अनि साथीहरूले पनि सकिसकेपछि अनि हामी तलतिर यो ठाउँभन्दा पनि अझ तलतिर घुम्नतिर गयो। अनि त्यहाँ गइसकेपछि घुम्न भन्दा पनि कामले नै गयो। अनि उहाँ दिदीसँग कुराकानी गरेर उहाँले कति मायाले कोसेली हामीलाई आँप आरू बाख्रा दिनुभयो। त्यसपछि हामी फेरि रिटर्न भएर जुन ठाउँमा साथीहरू फर्स्टमा चाहिँ काम गरेको थियो त्यहाँनिर आयौँ। अनि त्यहीँको दिदीले चाहिँ कटहर पकाइदिनु भयो। कटहर पकाइसकेपछि हाम्रो दाइले चाहिँ बुद्धि दाइजीले चाहिँ कटहर काट्नुभयो। अनि त्यहाँनिर पकाउन दिनुभयो। अनि पकाइसकेपछि कटहर अनि चिउराहरू खायौँ। खाइसकेपछि हामीले आफ्नो भाँडा आफै माझ्यौँ। अनि बुद्धिजीले चाहिँ आफ्नो भाँडा आफै माझ्दै हुनुहुन्छ। यतिको चाहिँ मान्छे चाहिँ हुनुपर्छ, एकदमै सपोर्टिभ हुनुहुन्छ उहाँ, एकदमै ग्राउन्ड लेभलको होइन। सोच मतलब इक्विटी विथ इक्वालिटी भएको हुन्छ नि, त्यस्तो खालको मान्छे हो। त्यो सोच राख्ने खालको मान्छे हो। एकदमै राम्रो हुनुहुन्छ नि। साथीहरू पनि एकदमै मिल्ने। यहाँ हामी सबैजना खाजासाजा खायौँ। थकाइ लागिसकेको थियो नि त, दिनभरि के गऱ्यौँ। अनि थकाइ लागिसकेको थियो। अनि हामी खाजासाजा खाएर अनि यहाँ खोरहरू रहेछ क्या कति मजाको। अनि उहाँहरूले पनि हामीलाई के दिनुभयो। अनि त्यसपछि हामीलाई फोन गरिदिनु भएको थियो अटोलाई। अनि अटोलाई फोन गरिसकेपछि अटो आइसकेको थियो। अब बाटो हाम्रो यस्तो छ, हाम्रो 2टा टेम्पो आइसकेको छ। अब जानुपर्ने भनेको चाहिँ हामी कहाँ हो म्याम? त्यो डाँडामा जानुपर्छ। अब हेर्नु होला रोडको अवस्था कस्तो छ। पुग्नुपर्ने हो ल हुन्छ। आर यु रेडी?
Yes, I'm excited. अब तपाईँलाई दाइ यहाँको बाटोको अवस्था चाहिँ कस्तो छ? यहाँको तपाईँको खै अब पिच बनाउने कुरा थियो, खै पिच पनि बनाउँदैन, अब हजुर। खै ड्याम पनि हिँड्न गाह्रो छ, त्यही त नि अब बनाउँछु भन्छन्, अब बनाउँछ होला। ए है कस्तो गाह्रो रहेछ, त्यहाँ माथि पुग्नु पर्ने अनि बाटो चाहिँ कस्तो गाह्रो पहाडको छेउछेउमा छ अनि यस्तो ग्रिल भएको। यहाँको त अलिकति राम्रो पनि छ, माथि माथिको त कस्तो गाह्रो। यहाँ तल पुरै गाउँै छ तर यहाँ चाहिँ बाटोको चाहिँ व्यवस्था चाहिँ छैन। यस्तो चाहिँ छ होइन, तर बाटोको चाहिँ व्यवस्था चाहिँ राम्रोसँग छैन। त्यो गर्दाखेरि टेम्पोहरू आउँदाखेरि चाहिँ लड्ने सम्भावना पनि भइरहेको हुन्छ। यहाँ हाम्रो साथीहरू सबैजना रेडी भइसकेका छन्। म ब्लग बनाउँदैछु ल। यो चाहिँ हाम्रो छ, जान लाग्यौँ। यो बाटोको अवस्था यस्तो छ, यस्तो जानुपर्छ, यस्तो खालको बाटोको अवस्था छ। कालो चढ्नै गाह्रो। बाटो गाह्रो भए पनि तर त्यहाँबाट हेर्ने भ्यू चाहिँ एकदमै राम्रो, एकदमै ब्युटिफुल थियो। अनि त्यसपछि यो घाँसले छेकिदिइहाल्यो अनि जसो तसो गरेर हामी त्यो चाहिँ बाटो 1 घन्टा लाएर कटायौँ। अनि त्यसपछि यहाँ हामी आइपुग्यौँ। अनि त्यहाँबाट यसो भिडियो लिदिउँ भनेर भिडियो सिडियो लियौँ। अनि बिस्तारै हाम्रो अलिक त्यो प्लस्तर अलिकति डेभलप भएको एरिया भन्दा पनि त्यस्तो गाउँमाहरू पनि जानु भनेर भन्छु म चाहिँ होइन। सो त्यस्तो ठाउँमा गयो भने चाहिँ इन्फर्मेसन आउँछ। सो त्यहाँ सकेर अनि फेरि हामी बेलुकाको सेसनमा बस्यौँ। बेलुकाको सेसनहरू सुन्नैपर्छ, भन्नैपर्छ, बुझ्नैपर्छ। अनि त्यहाँ सकेर अनि आजको दिन चाहिँ यसरी नै सकिन्छ। सो फेरि